यसरी माथि राखेर यसलाई चाहिँ यसलाई चाहिँ यस्तो गरेर हैन साथीहरु यसलाई यसरी बेट हार्ने के यसको डिजाइन निकाल्नको लागि चाहिँ यस्तो गर्ने अनि यस्तो गर्ने टक्क लाएर यस्तो गर्ने यस्तो गरेर हाम्रो मेरो परौटा चाहिँ यसरी फिनिश हुँदैछ अलि यस्तो गर्ने अलि सानो भएछ कि रोटी तलको भन्दा ठुलो माथि भएछ यस्तो गरेर यस्तो गरेर अब मेरो परौटा चाहिँ रेडी हुनै आट्यो अब यसलाई चाहिँ कसरी पकाउने भने चाहिँ यसलाई लगेर यस्तो अब मेरो परौटा यो रेडी भयो अब यसलाई चाहिँ यसरी लगेर